So what's up guys and welcome back to the new video, new vlog भन्दा नि हुन्छ तर यो चाहिँ भिडियो भनेको चाहिँ एउटा तपाईहरुको लागि इन्फर्मेसन प्लस एउटा गुड न्यूज आएको छ हैन। अब गुड न्यूज के भन्दाखेरि त अब तपाईले सबैले मलाई सोधिराख्नु हुन्थ्यो हैन, सबैले सोधिराख्नु हुन्थ्यो के काममा जानु भएको, कुन देश जानु भएको हैन, र आउनलाई के प्रोसेस गर्नुपर्छ भनेर सबैजनाले सोधिराख्नु हुन्थ्यो मलाई चाहिँ। र आज तपाईहरुको लागि चाहिँ गुड न्यूज छ हैन। जो तपाईहरु इच्छुक मान्छे हुनुहुन्छ अब बाहिर आउनलाई, अब जस्तै अब युरोप आउनलाई मन छ भने तपाईहरुलाई हैन, मलाई धेरै कमेन्ट पनि आइरहेको थियो, मेसेज पनि आइरहेको थियो हैन। र के काममा जानु भएको भनेर, र त्यहाँ आउनलाई के गर्नुपर्छ, कसरी एप्लाई गर्ने भनेर हैन। अब भन्ने बित्तिकै फ्याक्टर त अब हाम्रो कम्पनीमा चाहिँ अब भ्याकेन्सीहरु आउँदैन हैन। र अहिले चाहिँ अब तपाईहरुको लागि चाहिँ अब राम्रो एउटा खबर छ। तपाईहरुको लागि चाहिँ अब नेपालको लागि भनेर चाहिँ 50 जना मान्छेको डिमान्ड आएको छ हाम्रो कम्पनीमा, PSA स्टेनलेस कम्पनीमा हैन, जुन कार बनाउने कम्पनी हो। तपाईलाई थाहा नै छ होला। यदि थाहा छैन भने तपाईलाई PSA स्टेनलेस कम्पनी के कम्पनी भनेर तपाईले गुगल मार्फत अथवा युट्युबमा गएर पनि सर्च गर्न सक्नुहुन्छ हैन। त्यहाँ चाहिँ अब गाडीहरु बन्छ, सेट्रन गाडी बन्छ, सेट्रन ओपेलहरु गाडी बन्छ, पिजोडहरु गाडी बन्छ हैन। यस्तो कम्पनी गाडी बन्छ। यो पनि पिजोड कम्पनी गाडी हो हैन, यस्तो गाडी बन्छ। र म चाहिँ अहिले बाहिर बसिरहेको छु, बिल्डिङको बाहिर। र तपाईहरुको लागि अब डिमान्ड आएको छ, नेपालीहरुको लागि 50 जना आएको छ। तर कुन देशमा भन्दाखेरि म चाहिँ बसेको छु, म चाहिँ काम गर्ने देश र म बसेको देश भनेको यहाँ चाहिँ स्लोभाकिया हो। स्लोभाकियामा चाहिँ आएको छैन। र यस्तो यो स्टेनलेस कम्पनीको धेरै शाखाहरू छ हैन, युरोपमा धेरै शाखाहरू छ। जस्तै कि अब यहाँ अब तपाईहरुको लागि भनेर चाहिँ अहिले चाहिँ अब 100 रुपैयाँको लागि आएको छ। 100 रुपैयाँको लागि चाहिँ 50 जनाको मान्छेको माग आएको छ नेपालीहरुको लागि, वर्करको लागि। र आउनु इच्छुक हुनुहुन्छ भने चाहिँ हैन, प्रोसेस अगाडि चाल्नु होला, अगाडि बढाउनु होला। नम्बर मैले यहाँ मेन्सन गरिदिरहेको छु हैन। र हाम्रो अफिस रहेको छ बिरदावडा, म आएको अफिसमै आएको हो। त्यो चाहिँ त्यो डिमान्ड चाहिँ मबाट आएको अफिसबाट आएको डिमान्ड हो। त्यही कारणले तपाईहरुलाई चाहिँ मैले यो भिडियो एउटा बनाएर हालिरहेको छु हैन। स्क्रिनमा नम्बर दिइरहेको छु, त्यो नम्बरमा तपाईले फोन पनि गर्न सक्नुहुन्छ अथवा WhatsApp गर्न सक्नुहुन्छ। आफ्नो डकुमेन्टेसनहरु फरवर्ड गर्न सक्नुहुन्छ, इन्टरभ्यू लागि बुझ्न सक्नुपर्ने हुन्छ। र प्रोसेस के छ भन्दाखेरि चाहिँ अब त्यो भन्ने गइरहेको छु म चाहिँ। अब त्यसको लागि प्रोसेस गर्ने तरिका चाहिँ के भन्दाखेरि मैले तपाईलाई मुनि मेन्सन गरिदिरहेको छु नम्बर हैन। र अब नम्बरमा एकचोटि फोन गर्नु होला, मलाई मेसेज गर्नु भन्दा पनि उता चाहिँ फोन गर्नु होला। प्लस नबुझेको कुराहरु त मलाई सोध्दा नि हुन्छ हैन, कमेन्टमा म एप्लाई गरिदिनै हाल्छु। र फोन गरेर सोध्नु होला अथवा WhatsApp गरेर मेसेज गर्नु होला हैन। त्यहाँ अब नम्बर मैले हालिदिरहेको छु, रिसेप्सनको मान्छेको नम्बर हालिदिरहेको छु, त्यहाँ अफिसको मान्छेको नम्बर हालिदिरहेको छु हैन। र यो एउटा भिडियो बनाउने कारण भनेको चाहिँ अब जति पनि नेपाली दाजुभाइहरु हुन्छ नि, यो चाहिँ लेडिजको लागि चाहिँ हैन, यो लेडिजहरुको लागि हैन, सरी जसको लागि चाहिँ यो चाहिँ जेन्ट्सहरुको लागि मात्रै हो, केटा मान्छेहरुको लागि मात्रै हो। उमेर भनेको चाहिँ 21 वर्षदेखि 45 वर्षको सम्मलाई चाहिँ लिने गरेको छ है। 21 वर्षदेखि 45 वर्षको सम्म लिने गरेको छ। र यसमा भनेको चाहिँ फिजिकली र मेन्टली फिट हुनु पर्यो है। फिजिकली र मेन्टली फिट हुनु पर्यो। मेडिकलमा के समस्या छ भने हैन, सानोतिनो समस्या छ भने एजेन्सीलाई नै फोन गरेर बुझ्दा हुन्छ, यस्तो परेको छ भनेर हैन। यदि तपाईहरुको भनेको चाहिँ अब फिजिकलीमा चाहिँ भन्नुपर्दा चाहिँ अब तपाईहरुको खुट्टामा अब ठुलै अब रडहरु हालेको छ भने, एक्सिडेन्ट भएर रडहरु हालेको छ भने हैन, तपाईहरु मजाले अब लङ टाइमसम्म उभिन सक्नु हुँदैन भने चाहिँ उनीहरुले चाहिँ नगर्नु होला एप्लाई। किनभने अलिकति स्ट्यान्डिङ काम हुन्छ र तपाईको मेडिकल टेस्टमा पछि प्रोसेस गर्दा मेडिकल टेस्टमा तपाईहरु रिजेक्ट हुने चान्स धेरै हुन्छ। र हातको औँलाहरु 20 वटा औँलाहरु करेक्ट हुनुपर्छ हैन, 20 वटा औँलाहरु करेक्ट हुनुपर्छ, 20 वटा औँलाहरु सबै हुनुपर्छ। कुनैको अब आदि काटेको छ भने त्यो चाहिँ हुँदैन। फिजिकलीमा त्यस्तै अब मेन्टली प्रिपेयर त दिमागको काम हो हैन। मेन्टली प्रिपेयर भनेको अब सबै कान सुन्ने ओर्ने हेर्ने सबै हुनु पर्यो, फेरि मजाले पर्फेक्ट हुनु पर्यो। र त्यस्तो के समस्या छ एजेन्सीसँग गएर बुझ्न सक्नुहुन्छ। र यो चाहिँ भनेको चाहिँ अब डिमान्ड भनेको दुईटा आएको छ, एउटा फोर्कलिफ्ट अपरेटर गर्ने आएको छ, एउटा भनेको चाहिँ अब एसेम्बल वर्करको आएको छ। र फोन गरेर सबै इन्फर्मेसन लिएपछि हैन, डकुमेन्टेसन के चाहिने सबै उहाँले भनिदिनुहुन्छ उताबाटै। र काम गर्ने वर्किङ आवर भनेको चाहिँ यहाँको सेम जस्तो छ नि, स्लोभाकियामा जस्तो छ त्यहाँको नि रुल्स रेगुलेसन एउटै छ है। त्यो कम्पनीमा चाहिँ सेम छ, यहाँको त्यहाँको सेम छ। काम गर्ने भनेको 8 घण्टा हो हैन, 8 घण्टा हो। हप्तामा 5 दिन काम हो, मन्डे टु फ्राइडे काम हो। सटरडे सन्डे छुट्टी हुन्छ, ओभरटाइम लाग्छ, ओभरटाइमको राम्रै पैसा आउँछ। सेलेरी पनि सेमै हुन्छ, यहाँको सेमै सेलेरी हुन्छ। अब सेलेरी कति हुन्छ भन्दा सेलेरी भनेको अब तपाईँको
€650-700 भनेको चाहिँ तपाईँको स्यालेरी आउने हो। तर त्यसमा तपाईँले बोनसहरू आउँछ होइन, बोनसहरू आउँछ तपाईँको काम गरेको अब भिआइपी बोनसहरू आउँछ, अनि अर्को तपाईँको पोस्टको बोनसहरू, पोस्ट साइन गरेको एक्स्ट्रा पैसाहरू आउँछ होइन। बोनसहरूले गर्दा स्यालेरी चाहिँ अलिक हाई हुन्छ होइन। अब स्यालेरी चाहिँ अब तपाईँको यति फिक्स ठ्याक्कै यति भने चाहिँ म भन्दिनँ, कति बेला कोही बेला ज्यादा नै आउँछ, कोही बेला अब कम्पनीले प्रफिट सेयर गर्छ होइन, बोनसहरू दिइरहेको हुन्छ, अनिबाट तपाईँको स्यालेरी हुन्छ, कहिले नाइट ओभरटाइम हुन्छ, कहिले लागिरहेको स्यालेरी ज्यादा नै आउन सक्छ, कहिलेकाहीँ चाहिँ 50-100 को फरक पनि पर्न सक्छ। त्यसमा चाहिँ अब माइन्ड नगर्नु, पछि उतै गएर थाहा हुन्छ। सर्बियाको लागिलाई चाहिँ होइन, सर्बियाको लागिको यो पिएसएको कम्पनीको लागिलाई चाहिँ प्री इन्टरभ्यू चाहिँ अब चाँडै नै हुन्छ होइन, अनलाइन मार्फत प्री इन्टरभ्यू हुन्छ। प्लस अब यदि प्री इन्टरभ्यू पास हुनुभयो भने तपाईँ चाहिँ सेलेक्सन भएर चाहिँ इन्डिया जानुपर्ने हुन्छ होइन, सिलगढी जानुपर्ने हुन्छ। सिलगढीमा तपाईँहरूको अब काम हुन्छ नि, काम गर्ने तरिकाहरू, काम गर्ने ट्रेनिङ हुन्छ, त्यहाँ ट्रेनिङ हुन्छ। जस्तै फोर्कलिफ्टमा दिइराख्नु भएको छ भने फोर्कलिफ्टको ट्रेनिङहरू हुन्छ। र एसेम्बल वर्कमा एप्लाई गर्नुभएको छ भने चाहिँ अब ड्रिल गनहरू कसरी चलाउने, कसरी नट कस्ने होइन, कसरी के गर्ने, कनेक्टर कसरी लाउने भनेर सबै इच एन्ड क्लास एभ्रिथिङ सबै त्यहाँ हुन्छ। र तपाईँहरूलाई एजेन्सीले सबैले त्यहाँबाट गाइड गर्नुहुन्छ होइन। र प्री इन्टरभ्यूमा चाहिँ पास हुनु पऱ्यो। प्री इन्टरभ्यूको लागि चाहिँ तपाईँको अब इन्टरभ्यूको लागि चाहिँ त्यस्तो भास्ट पनि त्यस्तो क्वेसन हुँदैन, नर्मल क्वेसन हुन्छ। जस्तै म बोलिरहेको छु नि, जस्तै इङ्ग्लिसमा कुरा गरेँ मात्रै, बात मार्ने मात्रै होइन। अब तपाईँको बारेमा सोध्छ, तपाईँले अब कहिले स्कुल लेभल अथवा कलेज लेभल कहिले पास गर्नुभयो, त्यहाँबाट के गर्नुभयो, के गर्नुभयो, त्यो सोध्छ क्या, सब इन्टरभ्यूमा सोध्छ। त्यस्तो अरू केही सोध्दैन होइन। त्यसको लागि चाहिँ चिन्ता गर्नुपर्छ। इङ्ग्लिस बुझ्नुहुन्छ भने त्यसको लागि केही भएन, फरकै परेन क्या। त्यसको लागि चाहिँ भटाभट तपाईँले अब एप्लाई गर्नुहुन्छ भने चाहिँ भटाभट अब मेसेज गर्नु होला होइन। अब डकुमेन्टेसनहरू पासपोर्ट सासपोर्ट के हुन्छ फरक गरिदिनु होला, वाट्सएप मार्फत फरक गरिदिनु होला। अहिले त सबैजनालाई बेस्ट अफ लक होइन। अब पिएससी कम्पनी राम्रै कम्पनी छ, त्यसको लागि अब एजेन्सीसँग बुझ्नु होला अरू डिटेलमा चाहिँ सबै कुराहरू। मैले त एउटा सानो इन्फर्मेसन भिडियो मात्रै बनाइदिएको तपाईँहरूलाई चाहिँ, यस्तो मान्छेहरू आइरहेको छ, यस्तो डिमान्ड आइरहेको छ, तपाईँलाई फर्मस दिएको। सबैले सोधिरहेको हुन्छ कहिले आउँछ भनेर, आएको छ र तपाईँलाई भनिदिएको छ मैले गाइजहरू। ओके गाइज, अब म ड्युटी जाने भन्दा अगाडि म 15-20 मिनट मुनि उत्रेर चाहिँ भिडियो बनाएर राखेको छु क्या। यो चाहिँ कोही छैन अहिले चाहिँ, यहाँ बस स्ट्यान्ड यहाँ अगाडि कोही छैन केटाहरू, त्यही कारणले मैले भिडियोको लागि भनेर तपाईँहरूको लागि भनेर चाहिँ म 15-20 मिनट मुनि उत्रेर चाहिँ यहाँ भिडियो सेपमा आएर भिडियो बनाउँदै सुनसान एरियामा आएर चाहिँ भिडियो बनाइरहेको छ है त गाइज। ल गाइज, सबैजनाले अब को हुनुहुन्छ एप्लाई गरेर मजाले इन्टरभ्यू दिएर बेस्ट अफ लक सबैजनालाई। के तपाईँहरूलाई अब त्यस्तो केही नबुझेको कुरा छ भने मलाई इन्स्टा मेसेज गर्नु होला अथवा कमेन्ट गर्नु है गाइज। ओके गाइज, सी यु नेक्स्ट भिडियो। बाई बाई, बेस्ट अफ लक सबैजनालाई, बाई बाई।